तपाईँको नजरमा कुनै मान्छेले नकारात्मक कार्य गरिरहेछ र तपाईँलाई त्यो हेरेर तपाईँलाई त्यसलाई सम्झाउन र बुझाउन तपाईँलाई मनबाट इच्छा जागिरहेछ र तपाईँले त्यो इच्छालाई जाहिर गर्नुभयो। मानौँ त्यो मान्छेलाई तपाईँले सम्झाउनु भयो, बुझाउनु भयो, यसरी गर्नु हुँदैन, यो कार्य गर्नु हुँदैन, यो राम्रो बानी होइन भनेर तपाईँले सम्झाउनु भयो। तर पनि त्यो मान्छेले तपाईँको कुरा काटेर होइन र उल्टै त्यो मान्छेले तपाईँको कुरा नबुझिकन त्यसले जुन कार्यमा लागेको छ त्यही कार्य गरिरहन्छ र त्यो गलत कार्यमा नै सीमित रहन्छ। र त्यस्तो गरे पनि तपाईँले जति पनि सम्झाएर पनि त्यो मान्छेले अगर बुझिरहेको छैन भने त्यो मान्छेलाई तपाईँ छाडिदिनु। किनभने त्यो मान्छेले आज होइन, भोलि होइन, पर्सि कुनै न कुनै दिन त्यो मान्छेले आफ्नो गल्तीको महसुस त्यसले आफै गर्छ र जति बेला त्यो मान्छेले आफ्नो गल्ती आफैले महसुस गर्छ भने त्यति बेला तपाईँले भनेको कुरा त्यसलाई होइन सबै कुरा याद आउँछ र अटोमेटिक याद आउँछ र त्यति बेला त्यो मान्छेले आफूमा नै घृणा गर्छ। किनभने मलाई त्यो मान्छेले पहिला सम्झाएको थियो यस्तो नगर्न, यो गल्ती काम नगर्न, यो मान्छेले भनेको कुरा वास्तवमा सही नै रहेछ भनेर त्यति बेला त्यसलाई आफै आउँछ र त्यति बेला त्यसले महसुस गर्छ कि मैले कति गल्ती गरेँ र कति सही गरेँ भनेर त्यो मान्छेले आफै थाहा लाग्छ त्यो मान्छेले। त्यसैले अहिलेको अवस्थामा कुनै मान्छेलाई तपाईँले सम्झाउन चाहनुहुन्छ र त्यो मान्छेले सम्झिरहेको छैन भने त्यसलाई स्वतन्त्र छाडिदिनु कि त्यो मान्छेलाई केही नभन्नु, आफू साइड भइहाल्नु र त्यो मान्छेलाई जे गर्नु छ गर्न दिनु। भोलिको दिन त्यो मान्छे आफै पछताउँछ।